यसो त्यसलाई घुचेर के थैलालाई ठिक छ के ठिक छ हिँड्दै हुन्छ क्या अहिले ल अगाडि भिड्ने जागे ल के ल अहिले अहिले मिल्छ ल हुन्छ ल सो हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल गयौँ ल हजुर सो जिन्दगीको गोरेटोमा आज चाहिँ अब ब्याक टु बुटोल सामान मात्रै लिएर यार सामान लान्न भनेको अङ्कल कराएर बिजोग सामान हालिदिएर आज तनाव छ छिटो नअल्ली हाल्दै केही हुन्थेन ओके गोबी छ अब केही नै हाल्नु नि ठिकै हो ठिकै कोही छैन जन्म कस्तो र अब हामी चाहिँ लागेको गाइड यो चाहिँ मैले पढेको स्कुल अस्ति पनि देखाएकै छु के अघिल्लो भिडियोमा पनि हामीले नपढेको स्कुल हामीले त तरुल खनिन्थ्यो बाख्रा चराइन्थ्यो जमानामा तल अनि सो गाइज अब चाहिँ बाटोमा टुच्च भेटौँला अरू त के भन्नु छ र त्यही नै 260 छ है किलोमिटर याद गरेर चाहिँ कति 260 ट्याक्क लाएर अब 120 किलोमिटरहरू लगाएर 260 800 पछाडि के पोइन्ट 800 मिटर त्यहाँबाट त 800 मिटर आइयो पक्कै नि घरबाट जाने एक्लै हो ल आउँदै गर अलि पछि सर त बस त्यो गाइज हामी चाहिँ यहाँ पनौटा भन्ने ठाउँमा आइयो है यहाँ असल लाग्छ र उस एकचोटि लगाएको त त्यही हो मस्त लाग्यो त्यहाँ मन्दिरमा क्या पूजा महायज्ञ लाग्छ त्यो नि उहाँको कुम्भ मेला जस्तो हो क्या कति वर्ष लाग्छ अब सो गाइजहरू हामी चाहिँ हिँडेको लगभग आधी घन्टा हुन लाग्यो ठ्याक्कै आधी घन्टा भयो जान्छ के त जाम के अब जाम अब कताको बाटो जान्छ थाहा छैन रानीमलको बाटो जानु पनि सक्यो रानीमलको बाटो जानु पनि सक्यो रानीमलको बाटो गइयो भने रिडीबाटै बगायो नि त भयो हेरौँ अब जाम के अरे कताबाट गयो भने थाहा छैन गाइजहरू अहिले चाहिँ हामी कुर्तीघाट बजार कटेर अगाडि आइसकेका छौँ बिस्तारै हिँडिरहेछौँ हामी चाहिँ 20-22को स्कुलमा हामीलाई हतार छैन त्यही भएर अब घर न आइरहेको दुर्गे भाइ चिसो भयो गाइस चिसो भयो गाउँ क्या दामी देखिन्छ के मुद्दामाथि कता घर छन् नि त सरर बेग मारी निको बस आयो गाउँ गाउँ घरले राम्रो देखिन्छ गाई यो चाहिँ अर्बेनी भन्ने ठाउँ हो बाटा पानी त्यत्रो बस्दा रहेछन् त्यहीँ भएर दुःख नगरेको रहेछ ट्याङ्करले होला भनेको त हुन्छ अरू तरकारी छेप्टेको र बाटा छेप्नु पर्दैन गाई जम्मा परियो जम्मा A few moments later.
डिहाइड्रो हामी त बारीको बाटो नगएर हामी त वारी जान्छौँ कालीगण्डको कोरिडोर हो जो गाइजहरू हामी चाहिँ रुद्रवेणीबाटै भन्थ्यो होइन र हो हामी चाहिँ रुद्रवेणी बजार आइयो अब हामी चाहिँ यतातर्फ लाग्छ उता गएर खैरेनी रुद्रवेणी खोलामा जान्छ पानी है उयो कालीबाट बगामला पुल जाने कहाँको तिनमुखे अब जाम के अरे के हुन्छ त्यहाँ ग्रामबाट अब नत्र माथि उसाको बगाममा नि त रेडीको पुलबाटै त्यहाँ त यो पानी छ नि त जाम के अरे अब के हुन्छ मामाहरू कता बाई बाई भान्डाको प्रोमै रहेछ भातली रिसोर्ट बेगमारी गीत गाएको क्या सरर बेगमारी हामीले हामीलाई ठ्याक तल असमेश्वर मन्दिर साँगुरो याङदुङ आइयो याङदुङ मन्दिर हामी क्याब लिएर दर्शन गरिहाल्नु भयो लागेर तल खतरा भिड छ अब चाहिँ अब सिसी ब्रेक गर्नुपर्ने हुन्छ अब हेरौँ कता गरेर रेडी पुगेर भेटौँ न गाइज सो गाइजहरू हामीले ल ठ्याक्कै लाएर रिडी आइयो रिडी बजार यो चाहिँ अब रिडीमा रहेको तिनमुखे पुल 3टा जिल्ला जोड्ने पुल हामी चाहिँ यसो त्यहाँसम्म त नपुगे नि म पुलमा चाहिँ चढिन्छ पुलमा चढेर चाँटै लाएर माथि गएर पिसाब फेर्न पर्ने छ अब पिसाब त हटाइसक्यो सिसी ब्रेक गर्न भनेको त्यस्तै भयो गाइज ल अब पुलतिर गइन्छ हामी चाहिँ सो गाइजहरू हामी चाहिँ अहिले तिनमुखे पुलमा छौँ अब हामी चाहिँ यहाँबाट फर्किसकेको यो चाहिँ तिनमुखे पुल भयो घामलाई ठ्याक्कै एन्टी लाइट पर्छ यतातिर लाइट पर्छ के अरे अब हामी लागेको अब बुटोलतर्फ है अब कहाँ पुगेर भेटिन्छ थाहा छैन तपाईँ सेमलार उहाँको उहाँको अब यही घर यतै ल हुन्छ ल राम्रोसँग घुमेर जानु होला तेरिको फोटो खिचेको त आशिष त टन्नै पाइयो त के हो जताततै देखाइदा ल गाइज अब चाहिँ हामी यहाँबाट हिँडेको आशीर्वाद लिइराखेको कस्तो लाज लाग्यो गोप्रो अन गर्ने पछि बल्ल पनि गरेँ कि आधी भनेर भ्याइ आधी अन्त धेरै भनेर भ्याएपछि ल भनेपछि बल्ल क्यामेरा अन गरेको थिएँ सो यो चाहिँ रेडीको बजार यहीँ हो अब चाहिँ हामी तिनमुखे पुलबाट अब निस्किसकेको ल सो गाइजहरू यो चाहिँ हाम्रो रेडीको मेन बजार भन्ने हो यहाँ चाहिँ हाम्रो होटल कता गयो अप्सरा होइन र
त्यो चाहिँ हामीले गाउँबाट ल अब चाहिँ ल हामीले गुल्मीलाई बाई बाई गरियो पाल्पालाई अब हेलो हाई भन्ने बेला आइसक्यो हुन्छ सो गाइजहरू अब चाहिँ हामी यहाँदेखि लेफ्ट लागेर रानी महलको बाटो जान्छौँ थेर्लुङ आयो हामी चाहिँ गाई थेर्लुङ आयो थेर्लुङ है पाल्पा थेर्लुङ हो क्या यसलाई थेर्लुङ भन्छ हामी चाहिँ अब रानी महलको नजिक छौँ रानी महल त्यहीँ नै हो हामी चाहिँ गइदिन आएको त केही छैन त्यसो घर हो मेरो रानीको महल परेन अर्कै रानीको महल पऱ्यो अब मेरो रानीको महल भएर जान हुन्थ्यो अब त्यही भएर आफ्नै रानीको महल जाने अब भोलि खुसी हो कि यहाँ कति पुलको पारी बाटो थिएन कि हो र नेपाल हो नि त बाटो नभए पहिला पुल बन्छ नि बल्ल बाटो खोल्छ त्यो त्यही पुलबाट त गन्ती त सक्छौँ नि आउँछ न जाँदैन सो गाइज हामी चाहिँ आइयो पाल्पा यो पाल्पाको बजार अब हामी आइयो मिसन हस्पिटल रोडहरू यो दुकान त्यही यता कता त्यसले गर्दा त्यो पार्क हो हेलो आवाज आएन के भयो त त्यही भने चाहिँ निस्केर यस्तो निकालिदिन्छु नि होइन त फोनमा बोलिरहेको भन्नु त हाल हो राम्रो चिज राम्रो छ हामी कहाँ हिँडेको रुगार गर्थ्यौँ हामी कहाँ हिँडेको रुगार गर्थ्यौँ रङबाट है कस्तो नआएर बढ्छौँ पनि अझै कस्तो नआएर बढ्छौँ अझै भनेको क्या गाइस फाइनल्ली बढ्छौँ आइपुग्यो अब हामी पोखरातिर गएर अहिले फेरि गुल्मीतिर आइयो अब हामी फेरि रूपन्दै टोलतिर लागिन्छ है यहाँबाट टोल लाग्यो ओके यहाँ टोलतिर होला क्या यहाँको 15 भयो क्या 115 भयो क्या 780 लगभग यहाँ आएपछि 30% बाटो हिँड्ने हो क्या बुटलबाट यहाँ आएपछि पश्चिम जानको लागि 30-35 हो होला गाइज हामी चाहिँ पर्वास आइयो ल पाल्पा पर्वास बुटोल अब 31 किलोमिटर यहाँदेखि बुटोल लुम्बिनी मेडिकल कलेज LMC हामी चाहिँ यहाँ टक्क
खाएर निस्किन्छन्। अब अहिले त्यस्तै अब अहिले भेटौँ न ल। गाइजहरू हामी चाहिँ अहिले सिक्सा आइसक्यो। अब लगभग आज चाहिँ धेरै गरेको छैन होला मैले कुदिरहेको छु म त्यो बोल्नै आउन्न भिडियो के गर्नु कति गर्नु र सिधा गएर धुलो खाने होला मस्त। फाइनली सिद्ध बाबा मन्दिर यो पाल्पा सिद्ध बाबा पुग्नु छ अरे। जय सिद्ध बाबा सबै परस्पर गरौँ। हर महादेव ओम नमः शिवाय नमः। गाडीको पछि हिँड्न कस्तो लाग्छ।